खोलाले पानी आएर बगाइहाल्छ नि पानीले बगाइहाल्छ नि ढुङ्गा लगाइदिनु ए बाटो लास्टै खराब प्लास्टिक चाहिएन भन्नु छ त्यहाँ समाउने ठाउँ छ नि पछाडि बजु त्यहाँ ढोकाको छेउमा त्यहाँ ढोकाको छेउमा समाउने ठाउँ छ ए मान्छे हिँड्न मात्रै राम्रो हुन्छ हौ मान्छेको बाटो मात्रै राम्रो हुन्छ ढुङ्गा लाउँदैन बाउ आमालाई त्याग्ने छोराछोरी के लगाएर पाल भन्नु छोरी बनाऊ आयो कि क्या आउन मात्रै बस पानी होला यो बस पानी 1 घन्टामै आउँछ भन्नुहुन्छ यो बस पानी होला तर बाक्सिला भने आमबोटे भन्दा टाढो छ र भाइ आमबोटे भन्दा टाढो उस्तै हो नि अब यो बस पानी अब त चिपुरानो म मात्रै यहाँ त बाटो त कुन ठाउँ कुन ठाउँ हो यो बस पानी होला बस पानी बसको पानी मान्छेको बाटो यो त राम्रो उँभो भिड रहेछ यो त बस पानी होला जङ्गल सफारी गयो जस्तो भयो है आम्मा बाटो त के थियो म यहाँ भिडियो खिच्दैछु
यहाँ अलिक सेफ्टी रहेछ है सेफ्टी रहेछ अरे यहाँ सेफ्टी रहेछ अरे ढुङ्गाको बिचको बाटोमा चाहिँ भाइ त पहिलाचोटि त यस्तो बाटो देख्दै हुनुहुन्छ यो त हिँडेकै छैन नि काठमाडौँ जाँदा नि देखेको मैले कस्तो डर लागेको तल यो घर आउँदाखेरि दुईवटा गाडी आयो कि कस्तो चिउम्चु भयो मोटो सानो बाटोमा दुईवटा गाडी आयो के हो नि कस्तो डर लाग्यो मलाई बिहाले औँठुलाको रहेछ काट्छ होला हौ बिस्तार निकाल्ने त त्यस्तो छ नि देख्नु काट्दैन हो यसरी कति लाग्यो कस्तो लाग्यो तेर्सो बाटो भोला त त्यसो भने भोलाले पो आउनु त जस्तै भयो त्यो त माडा गाडी पक्रिँदा गाडी आउँछ गाडीमा हिँड्दा पनि गल्ने मान्छे चाहिँ कस्तो हुन्छ त्यसले उनीहरू जडाले गाडी पक्रेको छ भने छ्या के साह्रो डराउँदो रहेछ अहिले ह्यान्डलले पक्राउने भयो भने छैन कत्रो गाला आयो के डराएको यो त बिहालाई चाहिँ सिङ्गाबाट मन्दिर जाने बाटो त उनी बाबा कत्रो गाला आयो नाङ्गो भिड हुँदा पो डराउँदो रहेछ यस्तो बाटोमा भनेको भए त पुरो 2-3 झोला पुगेर पनि आउँथे हिँडेर यो ठिक छ नि भाउजू बाटो क्या टाइम हुनु पर्यो नि त्यही त अबतिर पुगिन्छ जसरी भए पनि आँट त गरेको अब झोला देख्दै हरेस यता चाहिँ ड्राइभर चाहिँ मान्नै पर्छ ड्राइभर गाडी सबैलाई नै मान्नै पर्छ गाडी त A1 हो A1 त्यो पानी परेको बेलामा त हिँड्दैन रहेछ गाडी अहिले गाडी त्यो त हिँड्नै भएन चिप्लेर कहाँ पुग्छ गाडी त हिँड्दो रहेछ यहाँ मजाले ट्र्याक्टर हिँड्छ